Hello guys, welcome to my YouTube channel. आज चाहिँ हामीहरू कागबेनीको सेटाक भन्छ है गोल्डन हिल त्यो चाहिँ चढ्न गइरहेको छौँ। अहिले चाहिँ स्टार्ट हुँदैछ तल बाटोदेखि तिरी जाने बाटोदेखि। अनि आज चाहिँ म तपाईहरुलाई मेरो नौ ब्लगमा कागबेनीको सिन देखाउन चाहन्छु है, दृश्यवाली माथि त्यो गोल्डन हिलदेखि। अनि स्पेशली त्यो गोल्डन हिलदेखि चाहिँ राम्रोसँग देख्न सकिन्छ कागबेनी चाहिँ। अनि अहिले चाहिँ तल बाटोमा छु अनि मेरो साथमा हुनुहुन्छ दुईवटा दिदी र हाम्रो गुरु हुनुहुन्छ। अनि चाहिँ अब हामी माथि चढ्दैछौँ। आज चाहिँ मौसम अलिअलि कालो पनि छ, नत्र भने माथि त्यो निलगिरीको हिमाल यहाँदेखि राम्रोसँग देख्न सकिन्छ। थोङपास हिमाल, निलगिरी हिमाल अनि यागहावा हिमाल भन्ने 3-4वटा हिमालहरू राम्रोसँग देख्न सकिन्छ। आज चाहिँ मौसमले के गर्छ कि बिस्तारै बिस्तारै मौसम सफा हुँदैछ अहिले चाहिँ। अनि आजको नौ भ्लगमा तपाईहरुलाई मैले चाहिँ राम्रो भिडियो चाहिँ देखाउन चाहन्छु। अनि पछि माथि गएर हामी फेरि भेटौँला। अब चाहिँ ओए सेटल तर यस्तै राखेर त यहाँ पनि चल्न ढिरे। आमा के पो छियो सर त के पो छियो सर त साइल गएन सेटा चिकन मार्छ साइल ढौरङ धुदु गएन रिउ खेले दोखर डेरे यस्तै फोटो खिच्ने हो कि यहाँदेखि चाहिँ फोटो खिच्ने सबभन्दा राम्रो ठाउँ त्यहाँदेखि। यहाँदेखि चाहिँ कागबेनीको सिन राम्रोसँग देख्न सकिन्छ। अब हामी माथि गोली पुग्न लागेको छ गाइस। हेलो गाइस, अब तपाईहरुले भन्दैछ नि झिम्बु झिम्बु भने मुस्ताङको झिम्बु फेमस छ नि, यो हो, यो झिम्बु हो। यस, यो झिम्बु हो। यो चाहिँ अब मुस्ताङमा धेरै भिरभिरमा फल्छ यो झिम्बु। खतरा दामी बब्बाल यस्तै छ हाम्रो मुस्ताङमा झिम्बु। आमा के यस्तो के हो क्या दामी। यो सागको नाम चाहिँ तिम्जु हो। यो बाटा चाहिँ मुस्ताङमा हिउँदो खाने गुन्द्रुक बनाउँछ। अब चाहिँ गाइस हामी चाहिँ पुग्न लागेको छौँ माथि गोल्डन हिलको घरमा, त्यो घरमा एउटा टावर घरमा। Uh, 3,800 ओ गोल्डन। अब हामी पुग्यो त्यहीँ। त्यो घर पुग्यो अब। Main dish. यो ब्यागबाट निकाल न।
ए मैले पनि चाउचाउ लिएर आएछ भन्नुपर्छ नि अघि किन तिमीले लिएर आएको होइन तिमीले भन्नुपर्छ नि ए बाटुम खाने छ्या बिर्सिरहेको कस्तो पानी नै आएछ नि के मलाई चाहिँ लो नङला आमा लेसन नङला आमा यो रे आमा लदा जा अनि अरे दिगिरे बस्दै छ अब हामी मात्र होला सम्झिँदै तातो दुध लोकल गाईको दुध ओ अब हाम्रो खाना चाहिँ यो हो जिउँदै सम्झिने कालो कालो भएछ अरू केही पनि छैन त्यो चाहिँ सब्जी हो यो पनि हो अब चाहिँ कडक सुरु हुँदैछ यो चाहिँ हाम्रो खाना आजको 2000 कहिलेको हो आज कति हो हेर्नु अहिले के त्यो यसको त्यो गरेको होला नि टाउको जस्तो पोरो छ के हुँदैन यसो लाइन हुँदैन रहेछ हुन्छ केही पर्दैन फुरपाल यो हुँदैन ल बिस्तारै टिचिङ गर्दैन 2000 हो ओके माथि त्यो नाखिन्छ कागबेनीको व्हाइट गड देख्छ नि तलदेखि यो व्हाइट गड चाहिँ
गोल्डन हिलको टुप्पामा भएको एउटा व्हाइट हाउस छ नि त्यो हाउस हो यो नीलगिरी हाँसेको अवस्थामा अब चाहिँ हामी गोल्डन हिल चढिसकेर अब हाम्रो त्यो अघिको खानेकुरा बाँकी भयो नि अनि हाम्रो एउटा यहाँ भेडा बाख्रा चराउने एउटा गोठाले दाई भन्नुभयो त्यसलाई हामी दिन खोजेको अब त्यो चाहिँ यो चाहिँ सब्जी यो चाहिँ रोटी हो है गाइसहरू अघिको बाँकी रोटी त्यो भेडा चराउने दाईले दिन खोजेको हाम्रो लागि चाहिँ अब चाहिँ हामी फर्किँदैछौँ अब हाम्रो आजको त्यो लास्टमा हो अब चाहिँ अनि आजको हाम्रो त्यो सेल्फीमा त्यो गोल्डन हिलमा चढेको मजा कस्तो भयो? राम्रै भयो स्प्लेन्डेड या साह्रै मजा भयो तपाईहरु पनि कागबेनी आए भने जानु होला अनि यो अनि मेरो भाइको युट्युब च्यानल लाइक सब्स्क्राइब एन्ड शेयर गर्नु होला भन्न गर्नु होला हे गाइस अब चाहिँ हामी कागबेनी पुगिसक्यो र मैले चाहिँ मेरो 9 ब्लग चाहिँ अन्त्य गर्न चाहन्छु फेरि हामी नेक्स्ट टाइम भेटौँ ल See you next time. Bye.